इजरायल काम गर्नु जानु लागि तपाईँले प्लानिङ गर्नुहुँदैछ र कतिवटा डकुमेन्ट्स तपाईँको पुगेको छैन, के लानुपर्ने तपाईँ कन्फ्युजनमा हुनुहुन्छ भने आज म तपाईँ कन्फ्युजनलाई सल्भ गर्न गइरहेछु र यो भिडियोलाई सेयर गर्नुहोस्। कोही न कोही इजरायल जानु लागि ट्राई गरिरहेको छ भने यो भिडियोले केही हेल्प भएको होस् र मेरो पेजलाई फलो गर्नुहोस्। नेक्स्ट अपडेट पनि यस्तै आउनेछ र तपाईँको फर्स्ट तपाईँको पासपोर्ट रेडी गर्नुहोस्। पासपोर्टदेखि पुलिस पिसिसी एप्लाई गर्नुहोस्। पुलिस क्लियरेन्स सर्टिफिकेट तपाईँले एप्लाई गर्न सक्नुहुन्छ साइबर क्याफे या त आफै फोनबाट पनि गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँको डिजिटल बर्थ सर्टिफिकेट, यदि तपाईँको म्यानुअल बर्थ सर्टिफिकेट छ भने त्यसलाई डिजिटलाइज गर्नुहोस्। डिजिटल बर्थ सर्टिफिकेट राख्नुहोस् र ई भोटर, ई आधार, प्यान कार्डको जेरक्स, लास्ट क्वालिफिकेसन सर्टिफिकेट 10, 12 अनि ग्रेजुएसनको छ भने ग्रेजुएसनको राख्नु जेरक्स गरेर हाल्नुहोस् र तपाईँको बाबाको डकुमेन्ट के छ त्यो सबै हाल्नुहोस् र आमाको पनि के छ सबै हालेर तपाईँले जेरक्स गरेर तपाईँले प्रिन्ट आउट र जेरक्स गरेर तपाईँले रेडी पारेर राख्नुहोस् र तपाईँले लोकल पुलिस स्टेसनबाट पनि एउटा पुलिस क्लियरेन्स सर्टिफिकेट माग्नुहोस्, उहाँहरूले दिइहाल्नुहुन्छ र त्यति गरेर तपाईँले दिल्लीमा तपाईँले ट्रेनिङ गर्नुपर्छ र दिल्लीमा ट्रेनिङ गरेपछि तपाईँको डकुमेन्टेसन भेरिफिकेसन स्टेजमा आउँछ। भेरिफिकेसन स्टेजमा तपाईँको डकुमेन्ट सबै चेक हुन्छ र तपाईँको यदि ठिक छ भने त्यसपछि तपाईँको एम्बेसीमा फरवर्ड हुन्छ र तपाईँको त्यहाँ इन्टरभ्यू भएर तपाईँलाई इजरायलको लागि भिजा दिन्छ र तपाईँ जानु सक्नुहुन्छ र यसको कस्ट चाहिँ तपाईँको म्याक्सिमम या मिनिमम पनि तपाईँको 17 लाखसम्म चाहिँ मैले सुनिरहेको छु, त्यतिले लाग्नु सक्छ। त्यति त्यही एमाउन्ट छ भने तपाईँ जानु सक्नुहुन्छ, नत्र भने तपाईँको लागि अरू कन्ट्री पनि एकदम बेस्टै छ, त्यहाँ जानु सक्नुहुन्छ। अरू कन्ट्रीमा पनि भिजा लगाएर जानु सक्नुहुन्छ र अरू कन्ट्री चाहिँ तपाईँको एकदम कम्ती रेटमै तपाईँ जानु सक्नुहुन्छ र काम गर्नु सक्नुहुन्छ। धन्यवाद।